अरू साथीहरू मलाई लाग्छ 1-1.5 घन्टा 2 घन्टा पछाडि हुनुहुन्छ जस्तो लागेको छ मलाई, आउँदै हुनुहुन्छ। म सधैँ 4 दिनको यात्रा पुरै साथ दिइरहेको थिएँ सबैजनालाई, साथसाथमै थियौँ, अलिअलि अघि पछि भए पनि। तर आज चाहिँ म पुरै अलि अगाडि के भएर हो म अगाडि लाएँ। फेरि त्यति धेरै वेट गर्न मन पनि लागेन मलाई, अनि वेट नगरिकन म सुरु हिँडिरहेको छु है। अब सायद मलाई लाग्छ यो अलिअलि यसो चिया नास्ता खाजा यस्तै के खाने ठाउँ हो यो है। यो राम्रै ठाउँ छ। अलिकति अगाडि सायद 10 मिनट हेर्नलाई चाहिँ यहाँ 2 मिनट 1 मिनट जस्तो लाग्छ, घरहरू देखिन्छ अलि अगाडि है, यहाँनिर यही अलिकति माथि। तर जान चाहिँ 15-20 मिनट लागिहाल्छ क्या। फेरि जति 1 मिनट 2 मिनट भने पनि यो पहाडको ट्रेकिङको यात्रामा समय चाहिँ जहिले हिँड्दाखेरि पनि जसलाई सोधेँ नि एक ठाउँबाट अर्को ठाउँमा जान कति लाग्छ भनेर भन्यो भने कोहीले 1 घन्टा कोहीले 2 घन्टा भन्ने चलन रहेछ। 1 घन्टा भन्यो भने नर्मल्ली हिँड्दा 3-3.5 घन्टा, 2 घन्टा भन्यो भने 4-5 घन्टा चाहिँ यहाँ लागिहाल्दो रहेछ। त्यस कारण यो अब 1 घन्टाको बाटो भनेर नपत्याउनु, त्यो यहाँ हिँड्ने मान्छेलाई 1 घन्टाको भनेको चाहिँ हामीलाई नर्मल्ली चाँडै भयो भने 3 घन्टाको बाटो, किनभने यो 1 घन्टाको बाटोमा हुन्छ। र अलिकति बच्चा छँदा सानो छँदा म पनि स्कुल जाँदा ल यस्तै बाटो उकालो ओह्रालो कहिले भारी बोकेर कहिले नबोकी हिँडिरह भएर अहिले त्यसको याद चाहिँ पुरै आइरहेको छ। यो ट्रेलको चाहिँ अनुभव रमाइलो पनि हुन्छ है। फेरि यो लिन जाने भने साथीहरू, यो जानेन भने चाहिँ मान्छेलाई गाह्रो लाग्छ। कतिले के हिँड्नलाई पनि आएर होला, यो चाडबाडमा बसेर टन्न नखाएर यस्तो हिँडेर पनि रमाइलो हुन्छ त। जे दुःख गरे होला कोहीले त, खोइ मैले त बुझ्नै सकिनँ। कस्तो मान्छे हुँदो रहेछन् पनि भन्छन् यो चाडबाडमा बसेर जुवा तास खेल्ने, कोही अल्कोहल खाने, त्यो गर्नुभन्दा चट्ट यो आफ्नो देश है, संसारबाट तपाईँ अमेरिका, जापान, बेलायत, युरोप, संसारका ठुल्ठुला राष्ट्रहरूबाट सबैबाट चाहिँ यहाँ यति हिमाल हेर्नलाई, स्वस्थ जीवनयापन गर्नलाई, यो प्रकृतिसँग रमाउनलाई यो हजारौँ हजार डलर खर्च गरेर नेपालीमा यहाँ 10औं लाख खर्च गरे यति हेर्नलाई मात्र आएर। अब हामी हाम्रै देशमा चाहिँ हामी यति थोरै स्वास्थ्यको लागि यति पनि थाहा नपाए वा मर्दी रहेछु भन्ने चाहिँ मलाई चाहिँ फिल भयो यहाँ आइपुग्दा। यति पनि थाहा नपाएँ म यहाँ नआए भए मर्दी रहेछु। अब कहिले आउने हो थाहा छैन, तर आउने मन चाहिँ फेरि बाँकी रह्यो है। अब यसले गर्दा कुनै दिन फेरि दोहोऱ्याएर आउनलाई चाहिँ मलाई बाँकी राखेको छ। म त्यति चाहिँ जानकारी गराएँ। म यत्तिकै चाहिँ अब यो मेरो यस्तै हो भनेर चाहिँ म छोड्दिनँ, म चाहिँ आउँछु है। अब म चाहिँ सकिन्छ भने बजेटले मिल्यो पुग्यो भ्यायो भने कम्तीमा वर्षमा 2-3टा ट्रेकिङ ट्रेलहरू र अन्य एडभेन्चर चाहिँ हामीले ऊहरू चाहिँ धेरै चिजहरू गर्न सक्छौँ है। नेपाल आफै पनि एडभेन्चर टुरिस्ट चाहिँ त्यो गन्तव्य भएको कारणले गर्दा यो मात्रै नभएर हामी कहिले राफ्टिङ जाने, क्यानोइङ गर्ने है, धेरै चिजहरू छ। अझ नेपालमा नभएको मलाई इच्छा लागेको चाहिँ के छ भनेदेखि त्यो स्कीको सम्भावना धेरै ठाउँमा छ है।
त्यो चाहिँ किन हो इन्भेस्टरहरूले इन्भेस्ट गरेको छैन। अब म त एउटा साधारण यसो भयो भने उपभोग गर्ने कसैको कुनै पनि वस्तुको कन्ज्युमर चाहिँ बन्न सक्छु। त्यो कारणले म साथीहरूलाई धेरै चिजहरू, तर मैले यहाँ एउटा चाहिँ यो वाइल्ड एनिमलहरू धेरै मैले देखिनँ। चौरीहरू छन् अलिअलि यहाँ माथि है, चौरीहरू यहाँ देखिन्छ कि देखिँदैन, यहाँ चौरीहरू है चरिरहेका छन्। यहाँ चाहिँ यहाँ माथि अलिकति कालो सर देखिन सक्छ। म अलिकति मिल्यो भने जुम गरेर यसलाई देखाउने प्रयास गर्छु है। अलि मिलेन मेरो क्यामेराबाट, मैले यो जानिनँ अथवा भएन, माफ गर्नु होला साथीहरू। तर जे होस् चौरी चाहिँ अलि देखियो, त्यो पनि चौरी गोठहरू चाहिँ लोप भइरहेको, धेरै नभएको चिजहरू पनि अब यहाँ त्यति धेरै नभएको अहिले भन्ने चाहिँ आयो। अब ठिकै छ। अब सबै हेर्दाखेरि यहाँ लाङटाङ टाढा ट्रेल आए पनि पुरानो नयाँ युवा यहाँकै भाइ बहिनीहरू एकदम अपर्च्युनिटी नै नपाएर यहाँ बस्नेहरू बाहेक अरू कोही पनि हुनुहुन्न। धेरैले आफ्नो प्रगति गरिसक्नु भएको छ। अनि उहाँका बुवा आमा हजुरबुवाहरू पहिलादेखि गरिराखेका भएर इजिराखेका भएर यहाँ चाहिँ बस्नु हुँदो रहेछ। अनि अरू चाहिँ मैले देखिनँ है। अनि त्यति धेरै अब अलिअलि व्यवसाय गरिराख्नु भएको छ। अब यहाँ वाइल्ड एनिमलको कुरा गर्दै थिएँ म है। वाइल्ड एनिमल पनि मैले त्यति धेरै वाइल्ड एनिमलसँग रमाउन चाहिँ अलि नपाइँदो रहेछ है। यो चाहिँ कति साथीहरूलाई म फेरि यहाँ आएर जस्तो मैले हेर्न खोजेको एकदम जरायो, अनि त्यो जस्तो हिमालमा पाउने मृगहरू के भन्छ है, अनि अर्को डाँफे, अनि हिमालमा पाउने चाहिँ के अरे अर्को त्यो हिमालयन गोट के है, जहाँ बाघले पनि सुमाउनु गाह्रो हुन्छ नि त। त्यो हिमालमा बसेर यहाँनिर बाटो अलिकति हजुरले रहेछ साथीहरू। यो काठले हिलोमा खिचेर राख्दा रहेछ। अलि हजुर बाटो छ है। सायद बर्खा मास भएर पनि होला है। अनि यसरी त्यो चाहिँ मलाई यो सँगसँगै हेर्ने थोरै के भन्छ यो रेम्बो क्रो भने जस्तो कागहरू चाहिँ ठाउँमा अलिअलि देखेँ है मैले यहाँ। नानु घोडा तबेला कति टाइम लाग्छ? अझ लाग्छ है। वाह, हामी त्यहीँ जाने हो कि भनेर है। फेरि अलि साथीहरू अलिक टाढै छ, त्यहाँ गएर खाने भनेर साथीहरूले उहीँ भनेर फोन गरे जस्तो लागेको छ कि। फोन नगरे भए यहीँ खाना हुन्थ्यो। त्यहाँ गएर फोन। हजुर हो हस्, धन्यवाद, थ्याङ्क यू। एकदम खाना यहीँ खाएर जानु भनेर कस्तो मिठो भाषामा त्यो टिबेटियन तामाङहरूले बोल्नुभएको मिठो भाषा है। यहीँ खाएर जानुहोस्, मिठो छ, पाकिराखेको छ, तातो छ भनेर यसरी। अझ उहाँको एक्सेन्ट त मलाई आउँदैन, तर मनपर्ने त्यो डिफ्रेन्ट एक्सेन्ट भएर होला। यही हो हाम्रो नेपालको विविधतामा आधारित हामी डाइभर्सिटी चाहिँ हामी छौँ। हामी थोरै अन्त जाँदा हाम्रो भाषा, वेशभूषा यी सबैले हामीलाई लोभ्याउँछ, मोहित बनाउँछ। यो नै हाम्रो पहिचान हो। यो पहिचान चाहिँ मलाई लाग्छ घुम्दै गएर कुनै दिन यो पहिचान चाहिँ केमा एकादेशमा हुन्छ कि त्यस्तो नभइदियोस् भन्ने चाहिँ मेरो एकदम तीव्र चाहना छ। किनकि म अलिकति प्रकृति प्रेमी, अनि अलिकति चाहिँ म यो के अरे थोरै आफ्नो संस्कृति संस्कार यो चाहिँ जोगाउनुपर्छ है। यो हाम्रो आइडेन्टिटी हो संसारमा जहाँ गए पनि। ओन्ली नेपाली नागरिकता गोजीमा हाल्न साथ त्यसले मात्र हामी उहाँ नेपाली भने भएर हुँदैन। हुन त युरोपमा गयो भने हामी जान पाउँछौँ, तथापि संसार जहाँ जाँदा पनि पर्छ, जान पाउनुपर्छ भन्ने हो। तर हाम्रो यति चिज चाहिँ हाम्रो संस्कार चाहिँ हामीले जोगाउनुपर्छ। हाम्रा भेष
भुसा भाषा है यो सबै जोगाउनुपर्छ जस्तो मैले बुझेँ। यहाँ धेरै होटलहरू छ, एकदम राम्रो होटलहरू बाटो बाटोमा है। यहाँ आएर हामी तल घोडा तबेला पुग्ने साथीहरू आइराख्नु भएको छ। यहाँ धेरै कस्तो राम्रो नेपाली भाषा बोलिराख्नु भएको छ। यहाँ आइदिनु होला। मैले यो लोड गरिसकेपछि यो हाम्रो के ठाउँ भन्छ? हजुर थाङसाप है। ओके ल, यहाँ हेरेर यहाँ आएपछि एक कप चिया भने पनि खाएर तपाईँहरू सबैजना चाहिँ गइदिनु होला है। यो डेस्टिनेसन हो हामीले हाम्रो मेरो आफ्नै नाममा छ, अच्युतम लामी छाने छ है। है मैले धेरै हाल्ने गरेको छैन, म अलिक पोलिटिकल पर्सन हो। यो चाहिँ म फर्स्ट टाइम हाल्दैछु। मैले पोलिटिक्समा छु, धेरै जान्छ होला है मेरो। अच्युतम अनि लामी छाने हेर्नुपर्छ है। यहाँ माथि होला सायद है। मैले अलिक पोलिटिक्समा चाहिँ बढी भएको है। तलतिर अलिक कुनै कुनै चाहिँ अलिक धेरै यो हाल्छु म है। म अब आज गइसकेपछि है। ल एकदम खुसी लाग्यो। ल सम्पूर्ण साथीहरू, हामी पार्टीमा लागेका साथीहरू झन् धेरै ठाउँ ठाउँमा घुम्छौँ। ती साथीहरू सबैलाई चाहिँ म यहाँ आएर एक कप चिया खान मात्रै, कफी मात्रै खाने, यहाँ यसो सपिङ गरिदिने, हामीले आफ्नै देशको चिजहरू जोगाउनको लागि चाहिँ मैले रिक्वेस्ट गरेँ है। यो सबै चिज जोग्यो भने मात्रै नेपाल जोगिन्छ। हामीसँग नागरिकता मात्रै गोजीमा भएर हुँदैन साथीहरू। हस् धन्यवाद। हस् त थ्याङ्क यू। ल हस् थ्याङ्क यू। ल यहाँ पनि हाम्रो थोरै रेस्ट गरेर यसो त्यो थाङसाप भन्ने ठाउँमा रेस्ट गरेर चाहिँ सानो सानो विदेशी हाई हेलो ओके। ओके हाई नमस्ते 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 नमस्ते। ओके नमस्ते नमस्ते। वाह नाइस। हेलो नमस्ते। सरी बाटोमा धेरै हुनुहुन्छ है यहाँ। कोही पनि त्यस्तो खाली छैन, एकदम अलि सिजन पनि हो है। हेलो नमस्ते नमस्ते नमस्ते। हेलो नमस्ते नमस्ते। मेरो त केटाकेटी हो। सरी नमस्ते। हेलो सरी। ल यस्तो छैन, अलि बढी क्लाउड भएर विदेशी आउनु भएको पाहुनाहरूलाई चाहिँ साह्रै नै गाह्रो भयो होला जस्तो लाग्यो मलाई। वाह कति राम्रो क्युट बेबी। नाइस। ल नमस्ते नमस्ते
Oh, namaste. Very nice, cute. Wow. यो है एकदम गाह्रो छ वाह नाइस नाइस ल वाह त्यसरी मजाले दुःख गरेर गाडी बोकेर आइराख्नु भएको छ वाह नाइस नमस्ते 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 हेलो नमस्ते नमस्ते Namaste. Are you okay? I'm good. Yeah. Thank you. Wow.